आज चाहिँ हामी गए नागपुरको बडी बजार। हेलो एभ्रिवान, इट्स मी निरु। सबैजनालाई वेलकम छ मेरो मिनी भ्लगमा। आशा छ हजुरहरूले मेरो यो भ्लगलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नुहुनेछ। आज चाहिँ हामी रेडी भएर बाहिर निस्के, सबैजना रेडी भएर बाहिर निस्के। बाहिर चाहिँ यति धेरै गर्मी थियो, घाम यति चर्को लागिरहेको थियो। बाहिर दिउँसो यस्तै गर्मी हुन्छ। यता चाहिँ हामी जाममा परे। जाममा चाहिँ हामी एकछिन बसेपछि जाम खुलिसकेपछि हामी चाहिँ लगातारै अगाडि बढ्यो। अगाडि चाहिँ यस्तो राम्रो बिल्डिङहरू थियो, यस्तो राम्रो मलहरू थियो। मैले चाहिँ खिचेँ। त्यसपछि मलाई साह्रै गर्मी भएको कारणले मैले चाहिँ रुमालले यसरी बाँधेँ। यतातिरको चाहिँ सबैजनाले यसरी बाँध्दो रहेछ, सो मैले पनि ट्राई गरेँ। यता चाहिँ यति धेरै स्कुटर र बाइक पार्किङमा छ है। यो चाहिँ पुलको मुनि यसरी सबैजनाले पार्किङमा राख्दो रहेछ। अनि यता चाहिँ सानो सानो प्लान्टहरू र फेरि सानो गार्डनहरू बनेर यति राम्रो बनाएको रहेछ। लेफ्ट साइड र राइट साइड सबैको पार्किङ चाहिँ यता गर्दो रहेछ, यति राम्रो थियो। त्यसपछि चाहिँ हामीले इन्ट्री गरेँ बडी बजार। आजको मेन बजार चाहिँ हामी यहाँ। यो बजारमा चाहिँ अरू ठाउँहरूमा भन्दा अलिक कम प्राइसमा चाहिँ सामानहरू पाउँछ भनेर हामी हेर्न आएको। खासमा हामी आज यहाँ आएको होइन, हामी चाहिँ हस्पिटलको कामले निस्केको। तर हस्पिटलको काम चाहिँ नभएर हामी चाहिँ बाटोबाटै यो बजार छिरौँ न भनेर यसो हेर्न आएको। यति धेरै भिड थियो गाइस, हेर्दाखेरि चाहिँ यति धेरै भिड थियो। अनि मलाई एउटा स्यान्डल लिनु थियो। त्यसपछि हामी स्यान्डल लिगौँ न भनेर ओर्लिम भनेको, कतै पनि ठाउँ नै थिएन, पार्किङ गर्ने ठाउँ नै थिएन। त्यसपछि चाहिँ हामी हुन्छ नि त भनेर हामी भोलि आउँछौँ भनेर, त्यति धेरै टाइम पनि थिएन हामीसँग, भोलि आउँछु भनेर हामी चाहिँ त्यहाँबाट निस्के। यति धेरै भिड थियो, पार्किङ गर्ने ठाउँ पनि थिएन, यति धेरै मान्छे थियो। सबैजना पार्किङ यताउति सबैजना भिड भइरहेको थियो। अनि यति धेरै झमझट मलाई त झ्याउ लागेर अनि त्यसपछि हामी घर जाऊँ भनेर हामी चाहिँ निस्किसकेपछि बाटोमा खाजा खानालाई रोकेको। मेरो छोरो पनि उठिसकेको रहेछ, ऊ चाहिँ मलाई हेर्दै रहेछ। त्यसपछि खाजा खाएर हामी चाहिँ तुरुन्तै त्यताबाट निस्क्यो, किनभने हामीसँग त्यति धेरै टाइम थिएन। बाटोमा थोरै भिडियो बनाऊँ भनेर मोबाइल निकालेको। यसले त म आफै गर्छु भनेर मोबाइल खोसेर ऊ आफै बनाउन थाले। अनि म पनि हुन्छ नि त भनेर पछाडिपट्टि यसो आफ्नो थोप्रा देखाउँदै बसेँ। त्यसपछि मैले पनि फेरि मोबाइल लिएर तिमी बाइक चलाऊ, म आफै चलाउँछु, आफै बनाउँछु भनेर मैले फेरि मोबाइल खोसेर म आफै भिडियो बनाएँ। त्यसपछि हामी जाँदैछौँ घरतिर। बाटोमा चाहिँ यति राम्रो घरहरू थियो। अनि त्यसपछि हेरेको मेरो छोरा सुत्यो होला भनेको, ऊ पनि मोबाइल हेर्दै रहेछ, सुतेकै छैन रहेछ। त्यसपछि हामी त्यतैको बाटोबाट हामी चाहिँ मार्केट छिरेँ। मार्केटमा चाहिँ हामीलाई थोरै सामान लिनु थियो बेबीको लागि। त्यसपछि हामी चाहिँ मार्केटमा चाहिँ सामान लिएर चाहिँ चाहिने सामानहरू लिएर हामी चाहिँ घरतर्फ गएँ। मैले चाहिँ यहाँ आइसक्रिम खाँदैछु। अघि चाहिँ मैले रिसाएर केही पनि खाएको थिएन, किनकि मलाई स्यान्डल किनिदिएको थिएन। अनि बुढोले भोलि म किनिदिन्छु भनेपछि म चाहिँ खुसी भएर हुन्छ नि त भनेर आज फर्केर आएर आइसक्रिम खाएँ। थ्याङ्क यू फर वाचिङ माई फुल भिडियो गाइज। हजुरहरूले धेरै धेरै धन्यवाद छ। कस्तो लाग्यो सबैजनाले कमेन्टमा भनिदिनु होला। र अर्को पार्टको लागि नेक्स्ट भिडियोमा मिल्नेछौँ। बाई बाई गाइज, थ्याङ्क यू।